जय मसी। संसारमा धेरै आस्था छ अनि धेरै प्रकारले ईश्वरको पूजा गर्छन् र कसैले ढुङ्गा, कसैले काठको मूर्ति, कसैले सुन चाँदीको मूर्ति, तामाको मूर्ति, हरेक जुन सृष्टि गरेको मूर्ति बनाएर आफ्नो ईश्वर बनाइरहेका छन्। अनि धेरैले भन्छन् किनकि बाटो जे गरे पनि बाटो एउटै त हो, आखिरीमा जाने एउटै हो भन्छन्। त्यो सरासर झुट हो। किनकि अदृश्य सर्वशक्तिमानको जो सृष्टिकर्ता हुनुहुन्छ उहाँको रूप कसैले देखेको छैन। किनकि हामी सृष्टि गरिएको प्राणी र उहाँले सिर्जनु भएको प्राणी हो। उहाँ हाम्रो पालनहार र हामीलाई घटी कमीमा पुरा गर्ने पिता हुनुहुन्छ, जो अनन्तको पिता। र आस्था एउटा छैन। आस्था एउटै आस्थाले एउटै ठाउँ पुगाउँदैन। किनकि जुन सृष्टिकर्ताले हामीलाई सिर्जना भयो त्यही सृष्टिकर्ताको हामी खोजी गऱ्यौँ भने हामी एउटै राज्यमा जान्छौँ, जो अनन्तको राज्य, जो मानिस जातिको लागि बनाउनु भएको राज्यमा जान सक्छौँ। परमेश्वरले मानिस जातिलाई यति प्रेम गर्नुभयो कि ताकि आफ्नो एकलौटे पुत्र पनि दिइहाल्नुभयो। ताकि एकलौटे भन्नाले आफूले धेरै प्रेम गरेको पुत्र पनि दिइहाल्नुभयो, जो येशू ख्रीष्ट संसारमा आउनुभयो। हाम्रा परमेश्वर, मुक्तिदाता, उद्धारकर्ता पनि कन स्वयं त्यो परमेश्वरको रूप हुनुहुन्थ्यो, स्वयं त्यो परमेश्वरको अनुग्रह हुनुहुन्थ्यो। उहाँमाथि विश्वास गर्ने र कोही पनि नाश नहोस् र उसले अनन्त जीवन पाओस् भनेर उहाँ आउनुभएको। त्यसैले आस्था फरक छैन, आस्था एउटै छ। त्यो आस्था हो येशू ख्रीष्ट। येशू ख्रीष्टमा विश्वास गर्नेले चाहिँ अनन्त जीवनको भागीदार, मुक्ति प्राप्त गर्नेछ र अरू ईश्वरको खोजी गर्नेलाई चाहिँ अन्धकारमा जानेछ। बाटो दुईटा हो, जीवन रोज्ने कि मृत्यु रोज्ने, त्यो तपाईँको हातमा छ। येशूको नाममा सबैलाई आशिष मिलोस्। धन्यवाद। आमेन।